मान्य सदस्यहरूलाई सभाको मर्यादामा रहन म मान्य सदस्यहरू मैले कार्यसूचीलाई अगाडि बढाउँदै निर्णयार्थ पेश गर्दैछु। निर्णयार्थ पेश गरेपछि यही सभाले त्यसलाई स्वीकृत गर्ने या अस्वीकृत गर्ने यही सभाले नै गर्ने हो। त्यसकारणले निर्णयार्थ पेश गर्छु। निर्णयार्थ पेश गरेपछि अब स्वीकृत गर्ने कि अस्वीकृत गर्ने सभालाई नै मान्य सदस्यहरू, मान्य सदस्य नरेन्द्र कुमार केरुङको प्रस्ताव मैले यहाँ राखिसकेको र हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सदस्य नरेन्द्र कुमार केरुङले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संशोधनकर्ता मान्य भरत बहादुर खड्कालाई माननीय सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य भरत बहादुर खड्काले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्।